आज यिनी नानी बाबीहरू खेलिरहेका छन्, बल खेलिरहेका छन्, आफ्नै तालमा रमाइरहेका छन् है। वाउ, कति खुसी भएका है एकाअर्कामा। अनि वाउलाई हेर्नु त, उता गयो भन्दैछन् बेबीले। अनि त्यसपछि यहाँ बल गेम खेल हुँदैछ। उहाँ चाहिँ बाबाले चाहिँ हेरिराख्नु भएको छ, यिनी चाहिँ बहिनी, यिनी चाहिँ दिदी बल खेलिरहेको, रमाइलो भइरहेको छ। ल हेर्नु त, वाउ, हेर्नु त बहिनीले कति माया गरेको दिदीलाई। वाउ, कृष्पाले विभूतिलाई कति माया गरेको। ल हेर त, विभूतिले पनि बहिनीलाई कस्तो माया गरेको नि। ओहो, ल छोपो कृपा, ल विभूति छोपा र दिदीले कति माया गरेर जिस्यो है। ल ल फेरि छ भुन्चीले छोपेको, ल भुन्चीले छोपेको। यता फेरि म बोलिरहेको छु नि त, भुन्चीले चुन्ची गरेर, भुन्चीले चुन्ची गरेर बोलिरहेको छु त। ल खेले खेले दुवैजना, नत्रबाट मामुलाई फोन लगाइदिन्छु नखेले त। ल फेरि खेल, म यहाँ भिडियो बनिदिन्छु नानीहरूले हेर्ने हो। ल ल कृपा श्रीपा माटेको, कृपा माटेको। ल खेल खेल खेल। हो बलु खेलेको दिदीसँग, दिदी एक्सर्साइज गराएको दिदीलाई होइन होइन कृपा। वाउ, ल नानीले गर्छन् 1 2 3 4। अब नानीको पालो। वाउ वा, फेरि वाउ 3 4। अब विभूतिको पालो है। 1 2 3 4। हेर त शिल्पा कृपा, नानीले कस्तो नामरी तिमीलाई दिनुभएको। तपाईँले पनि दिदीलाई नामरी दिनुहोस्। ल छोरी कता जानुभयो, बस्नुहोस् न, फोन लगाइदिन्छु न त। फेरि मम्मी फोन लगाइदिन्छु, बस्नुहोस् भनेछु। नानी हात टापेर बोलाऊ। ल बस्नु त्यहाँ आउनु हो, त्यहाँ दिदीले त लाग्दिन्छ नि, दिदी त गाडी हुनुहुन्छ। सिप्या भोलि पनि आउला दिदीसँग खेल्न। छिप्पालाई बेच्छरी हानिन् दिदीलाई, अझै दिदीलाई ल म पिलिदिन्छु। अब विभूति दिदीलाई हानिन् बेटली बलले हो कि होइन भन त तिल्पा छिल्पा। ए तिल्पा छिल्पा छिटो कम फाच। विभूति हाय भनिदेऊ। छिल्पा छिल्पा उहाँ हुनुहुन्छ कि खेलिराख्नु भएको छ। नमस्कार।